गर्न आएका छन्। गोइठा के हो त हाम्रो समाज ग्रामीण समाजको लागि ऊर्जाको धेरै महत्त्वपूर्ण स्रोत हो। यो हाम्रो यस्तो फ्युएल हो जुन के हो त जुन बायोमास हो र रिन्युएबल सोर्स अफ इनर्जी हो। यो हाम्रो किचनको लागि अहिले पनि वरदान जस्तो छ। हुन त एलपीजी ग्यास भन्दा राम्रो हाम्रो लागि यस कारणले छ यो किनकि यो बाहिरबाट ल्याउनु पर्दैन। यसको लागि धेरै पैसा खर्च गर्नु पर्दैन। थोरै पैसामा थोरै मेहनतमा आफ्नै गाई वस्तुबाट उत्पादन भएको गोबरले बनाइन्छ र यो हाम्रो इकोनोमीको लागि धेरै राम्रो छ। एलपीजी को भन्दा यो धेरै राम्रो यस कारण छ कि यो हाम्रो लोकल प्रोडक्ट हो। जबकि एलपीजी किन्नको लागि हामीले बाहिर अरू देशमाथि निर्भर रहनुपर्छ। हुन त एलपीजी को क्यालोरिफिक भ्यालु बढी छ, अर्थात् एक किलो गोइठाले एकजनाको खाना पाक्छ भने एक किलो ग्यासले 10 जनाको खाना पाक्न सक्छ। त्यो त यो जबहर भ्यालु हो। तर पनि हाम्रो ग्रामीण क्षेत्रको लागि यो गोइठा अहिले पनि धेरै इम्पोर्टेन्ट छ। हाम्रो किचनलाई सस्टेन गर्नमा यसको धेरै ठुलो रोल छ।